कालीमाटीमा खुल्याम बिक्री भइरहेको हरियो धनियाँमा अत्याधिक विषादी भेटिएपछि उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ। राजधानीकै ठूलो कालीमाटी बजारमा बिक्रीका लागि राखिएको हरियो धनियाँमा अत्याधिक विषादी भेटिएको हो। काभ्रेमा उत्पादन गरी मंगलबार बिक्रीका लागि कालीमाटी लगिएको उक्त धनियाँमा 99.379% अर्गानो फस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ। मंगलबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण इकाइले 17 वटा पसलमा राखिएका 17 प्रकारका तरकारीको नमूना लिई परीक्षण गरेको थियो, जसमध्ये धनियाँमा उक्त मात्रामा विषादी फेला परेको हो। बजारमा कीटनाशक विषादीको मात्रा परीक्षण गरिँदै आएको छ। यस्तो प्रकारको विषादी 35% भन्दा कम उपभोग्य योग्य, 35 देखि 45% सम्म केही दिन राखेर खान मिल्ने र 45% भन्दा बढी खान अयोग्य मानिन्छ। यता विशेषज्ञहरूले यस्ता विषादीले दीर्घकालीन रूपमा क्यान्सर, मृगौला तथा कलेजोको समस्या, प्रजनन प्रणालीमा असर र बालबालिकामा मानसिक विकासमा अवरोध पुर्याउन सक्ने बताएका छन्।